ल सर ल धन्यवाद तपाईलाई पुग्यो त्यहाँ पैसा हेर्नु त टेक सरले पनि किनिसक्नु भएको छ मिसलाई नि मजाले खुवाउनुहोस् है त्यो लगेर तपाईको चाहिँ जजबाट ल्याएको चाहिँ एकदम धेरै राम्रो धेरै मिठो लिची रहेछ है सबैले किन्दिनु यता थाहा छ टिचर भन्नुहुन्छ यहाँ अध्यक्षको भन्दा स्यालेरी धेरै भएको आन्टी यहाँ हो नि फेरि खासमा राम्रो कुरा हो भाइ देखो आशिक टपक्कै लाग्यो हामी यसरी लिची किनिरहन्छौँ भाइहरुको बजार राम्रो होस् है है पनि लिची 1 केजी किनिसकेको छ अनि हाम्रो भाइहरु कहाँदेखि आएको भाइ दमकबाट ल हाम्रो भाइहरु चाहिँ गलेको बेला आज चाहिँ अनि गलेको बेला लिची खाऊ केटा लिची खाँदै जाऊ ल हिलोमा गलेर हत्तु भएर आएको रहेको केटाहरु सारै बिग्रेर हिनेको छ तपाईहरु यसै लोकल हो क्या त्यो अब भित्र सिस्टम भन्छ त्यो चाहिँ सारै हैन सारै उतातिर पाउँछ यता नि पाउँछ तर किन्नु भएको रहेछ मलाई अति खुसी लाग्यो कोले भने जस्तो हेर्दै अरे खुसी लाग्यो पनि हैन तपाईहरुको चाहिँ राम्रो छ अलि भित्रको गेडा ठुलो रहेछ अर्को पाली चाहिँ अलिकति अर्को पाली हामी त्यो गेडालाई सानो बनाउने कोसिस गर्छौं हामी त्यो गेडालाई सानै बनाइदिन्छौँ यसैको गेडा चाहिँ सानो हुँदैन होला भएको छ भने ल खत्म बाय बाय टाटा गुड बाय गया लिची लिची अर्गानिक हाम्रो स्थानीय आउनु न यहाँ एकछिन हो यस्तो हुनु पर्यो नि त हेलो गाइज वेलकम टु माई ब्लग अगेन तपाईहरुलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ अनि तपाईहरुलाई यो नयाँ दिन नयाँ सुरुवात आजको हाम्रो कन्टेन्ट के को रहेको छ भन्दा आज हामी थर्ड डे भ्लगको थर्ड डेमा छौँ अन्त 1K पुगिकन थर्ड भ्लगमा छौँ भने आज हामी चाहिँ लिची सेल गर्नलाई चाहिँ जाँदैछौँ अनि आजको के कार्यक्रम रहेको छ भन्दाखेरि प्याकिङ गरिँदैछ अनि लिची प्याकिङ गर्नेमा चाहिँ हाम्रो रेडी हुनुहुन्छ रबिन अङ्कल र म चाहिँ अनि लिची बेच्नका लागि जाँदैछौँ अनि लिची खानालाई चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ अनि हामी चाहिँ अर्डरहरू पुर्याउने गर्छौँ हाम्रो लिचीहरू चाहिँ यो खालको स्विट फलिरहेछ अनि आज हामी चाहिँ लिची व्यापारतिर जाँदैछौँ है त गाइज अब आज आमा ल यस्तो छ आज चाहिँ लिची चाहिँ यस्तो भइरहेछ बुढोमा अहिले म हेर्न जान्छु के गर्दैछु चिया कि लिची आइदिँदैछ होइन रेडी अलिक रातै टिप्नुपर्छ तर यो सबै चाहिँ गुलियो भइसक्यो क्या गाइज यो लिची चाहिँ अब यसरी बजारमा फिजाएर बस्नुहुन्छ दामी बिक्री हुन्थ्यो तर हामीले लोकल प्रोडक्ट चाहिँ हामीले अस्तिकैदेखि के भन्न खोजेको छैन लोकल प्रोडक्टै हामीले चाहिँ सेल गर्ने ट्राईहरू गरिरहेको छु यहाँनिर चाहिँ मैले चाहिँ मेरो गोप्रो फिट गर्ने भनेर माउन्टहरू ल्याइसकेको छु आज सायद हामी थोरै मोटो भ्लगिङको पनि गर्छौँ बाटोमा कसरी पोलिसी गर्छौँ भनेर मान्छेहरूसँग कसरी बोल्छौँ भनेर चाहिँ थोरै हामी नि गर्नेछौँ हेर्नुहोस् अब यहाँबाट चाहिँ तपाईँहरूले अब हेर्न सक्नुहुनेछ है त ल योनिर फिट गरेर मात्र ल साथीहरू हामी चाहिँ यस्तो माउन्ट साउन्ट फिट गरेर होइन रबिन अङ्कलसँग जान आँट्यो लाग्नेछौँ बोकौँ न ब्लु बुक ल त्यो यो हाम्रै बाइकको हो नबोक्दा नि हुन्छ कि बोकौँ होइन ब्लु बुक बोक्नुपर्छ ल अब हामी चाहिँ जाँदैछौँ है त गाइज ल गाइज हामी चाहिँ यो चाहिँ हाम्रो अनि यो रहेको छ अनि अब हामी चाहिँ यहाँबाट चाहिँ बोल्नेछौँ ल अङ्कल बजाइदिनुहोस् त लिची आयो लिची लिची आयो लिची आयो ए बुढा लिची आयो लिची आयो ल हाम्रो वेद कुमार सरले आजको फर्स्ट कस्टमर हुनुहुन्छ गाइज उहाँले चाहिँ ट्र्याक्टरमा टक्कसँगले अब ओपनिङ गरिसक्नु भएको छ है गाइज आजको चाहिँ आमा खरै पैसा आए जस्तो छ यहाँ पैसा नि साट्ने बेला भयो लिची आयो लिची ल सर ल धन्यवाद तपाईलाई पुग्यो त्यहाँ पैसा हेर्नु त
ल बेतकुमार सर पानी पऱ्यो लेखमा आइसकेका छौँ र काकाले खतरा दिँदै हुन्छ लिची आयो लिची लिची आफ्नै जिल्लामा उत्पादित वस्तुलाई ठिक छ होइन काकाको लिची आयो मात्र पोकाको 100 रुपैयाँ मात्र पोकाको 100 रुपैयाँ लिची खाऊ 100 रुपैयाँ बुढोले दिमाग लाएर बोल्नु छोडिगयो नि यसो भ्लग बनाउँदै लिची बेच्दै पो हिँड्ने त सर कसरी पो 100 रुपैयाँ पोका पोकाले 100 रुपैयाँ यो चाहिँ चाख्ने लिची हो यतिको हरियो पनि गुलियै छ चाख्नुहोस् न यो चाहिँ यतिको यहाँ भित्र चाहिँ पाएको हालेर लाखमा रहेको बोकेको हैन ल हाम्रो सर चाहिँ कस्टमर हुनुहुन्थ्यो सेकेन्ड यो चाहिँ काका हाम्रो काका बजाऊ बजाऊ यही छ बाहिर त्यो बाहिर थिच्नेमा राखौँ न स्कुलको बहिनीहरूले नि लिची खानु भएको छ र जानु बहिनी आऊ त एउटा लिची पर लगिदेऊ न आऊ त यहाँ न ऊ दादालाई लगिदेऊ यहाँ आऊ त लिची तिमीहरूलाई नि दिन्छु थोरै ल गाइस यहाँनिर चाहिँ पम्चर भएर टेन्सन कस्तो छ गुलियो छ नाना गुलियो छ है होइन यो त सबसे हरियो हो नि त यो त यो चाहिँ हामीले छोडुवा हो त्यस्तो चाहिँ खाने हो नि त र यो स्कुल चाहिँ इबाङको सालमा स्थापना भएको रहेछ हाम्रो 2013 मा भएको रहेछ इबाङ माध्यमिक विद्यालयमा चाहिँ हामी लिची बेच्ने क्रममा आइपुगेका छौँ खै बजाउँ न हौ अङ्कल नबजाउँ अनि यहाँ हाम्रो अङ्कल पनि यहाँनिर शिक्षकको काम गरेर ओहो होइन अब हामी जाने टेक सरले पनि किनिसक्नु भएको छ मिसलाई नि मजाले खुवाउनुहोस् है त्यो लगेर उहाँहरू त नि होइन बनाउनु पर्छ नि यो त ल हुन्छ धन्यवाद शान्ति आन्टी पनि हुनुहुन्छ यहाँ हेर्नु त ल अब 3 जनाले किनिसक्नु भएको छ मेरो अघि चाहिँ मेरो अर्को बाइकको पम्चर भएर यहाँ चाहिँ अहिले बाइक चाहिँ साटियो किनभने यहाँ पम्चर भयो क्या बाइकमा अनि त्यही भएर चाहिँ यो लिची चाहिँ अर्कोमा सारियो बाइकमा यहाँ छ हामी दिइहाल्छौँ नि चखनी नै छ लिची आयो लिची यो चाहिँ कस्तो भन्नु यो काँचो पनि गुलियो छ भनेर हामीले गर्नु खोजेको खासमा यहाँ लगाएको छैनौँ क्या काँचो बक्कै त हिँडिन्छ नि हामी पहिले चखाउनु पर्छ अनि किनाउनु पर्ने होइन हामीले चाहिँ के भने यो यतिको हरियो धरी गुलियो छ भनेर देखाउनु खोजेको तपाईँहरूलाई बुझ्नुभयो ल चाखौँ यहाँ चाख्ने छ भ्लग भइरहेछ त अघिदेखि यो त अनि हिडन क्यामेरा हो नि त फेरि अफिसरहरूलाई चाहिँ यस्तो यो बोकेर आयो भने चाहिँ अलिक डराउनु पर्छ है भित्र फेरि अफिस छोडेर ल ब्ल्याक सुतिरहेको बेला क्यामेराले फेरि होइन यता हाम्रो सरले नि लिनुभयो ल धन्यवाद सरलाई पनि ल भित्र पनि हल्ला गर्नुहोस् है लिची गयो है अब बाइक आउँदा पम्चर भएर अघि अनि अर्को साटेर लिएर आएको तपाईँको चाहिँ चर्चबाट ल्याएको चाहिँ एकदम धेरै राम्रो धेरै मिठो लिची रहेछ है सबैले किनिदिनु यता थाहा छ टिचर भन्नुहुन्छ यहाँ अध्यक्षको भन्दा स्यालेरी धेरै भएको आन्टी यहाँ हो नि फेरि खासमा राम्रो कुरा हो देखो आशिक टपक्कै लागोस् हामी यसरी लिची किनिरहन्छौँ भाइहरूको बजार राम्रो होस् है मन्त्री लेभलको मान्छे स्याबास कता ए लिची हाम्रो हो भाइ औ चाख्नु न यहाँ चाख्नु दिउँ न यो पनि छ अब सर यहाँ लिचीको मार्केटिङ बबालै चलिरहेछ लिची साउ ठ्याक्कै यता रबिन बाङदेल हुनुहुन्छ यहाँ प्रोपाइटर यो चाहिँ फ्रीमै हो 1-2वटा खानालाई चाहिँ होइन चाखिसकेपछि मिठो भइसकेपछि चाहिँ फेरि किन्नै पर्ने हुन्छ ल के छ भाइ हाम्रो भाइले पनि लिची 1 केजी कहाँबाट भाइ रक्सेदेखि ल ठिक छ रक्सेमा नि ल्याउँछौँ भाइ हामी पछि ल होइन हाम्रोमा त यो हरियो त कति गुलियो छ कति छ हौ हाम्रो सक्यो त हो उभो जाउँ कि नजाउँ अब हामी सर नमस्कार आउनुहोस् है लिची आइसक्यो
अब लिची खानै पर्ने हुन्छ सर हुन्छ सर अस्ति छुट्टीमा जानु भएको थिएछ सर हजुर हजुर हेर्नुभयो यो चाहिँ कसको घरको लिची थाहा छ हाम्रो घरको लिची हो नि त धेरै बुढो पनि छ लिची मिठो पनि छ अस्तिको चाहिँ अलिक ल हाम्रो आन्टीले चाहिँ अझै 2 पोखा राख्नु भएन त लिची चाखौँ त भाइ मिठो छ हौ केटा यो चाहिँ सबसे हरियो है यो चाहिँ ल अनि पाकेको चाहिँ खाऊ अहिले यो अलिक किरा परेको यो चाहिँ माङ्सेबुङको नि यो नखाऊ हो यो अलिक उयो रहेछ यो पठाउँ कि त्यो यो याँचीको चाहिँ यहाँको चाहिँ हरामी हो क्या यो नम्बरको छ चाख त 10 हो यो 8 हो 10 चाहिँ होइन केटाहरू यहाँ रहेछ अहिले चाहिँ कहाँ पुगेर आउनु भएको ए हामी सेल गर्दै हिँडेको नि मार्केटिङ नि हो केटाहरूलाई नि रोकिदिइहालेको नि हो ल भाइहरूले चाहिँ 1 केजी लिची किनेको छ अङ्कल ल धन्यवाद भाइ हाम्रो मेरो CHIPLA भाइ चिप्ले ब्लग चिप्ले PLA भाइ छ क्या आउँछ आउँछ मेरो अनिस राई छ मलाई देख्यो होला मेरो फेसबुक पेज चाहिँ यो छ कि पनि लिची 1 केजी किनिसकेको छ अनि हाम्रो भाइहरू कहाँदेखि आएको भाइ दमकबाट ल हाम्रो भाइहरू चाहिँ गलेको बेला आज चाहिँ अनि गलेको बेला लिची खाऊ केटा लिची खाँदै जाऊ ल हिलोमा गलेर हत्तु भएर आएको रहेछ कतिको हिलो छ साँच्ची उदो हिलो अप्ठ्यारो छ हिलो गान्द्राङ गुन्द्रुङ चाहिँ छ अप्ठ्यारो चाहिँ छ हिलो छैन होला धेरै निस्केको छ घर चाहिँ कहाँ घर चाहिँ ठ्याक्कै हाम्रो ठिङ्गेपुर ए उता ठिङ्गेपुर ल भाइहरूलाई धन्यवाद हाम्रो लिची किनिसकेको छ ल भाइ ल ल राम्ररी जानु ल किरा त परेको हुन्छ त प्राय जसोमा तर लिची दबाई नहानेकोमा चाहिँ किरा हुन्छ तर त्यस्तो खाने नहुने खालको छैन क्या अब पनि नहुने रहेछ फेरि अवस्थामा खोलिदिन्छु किरा परेको हालेको होइन यो अर्ग्यानिक एकदम यहाँ हाम्रो माङ्सेबुङ 2 को हाम्रो डेमाहरूलाई नखिचु म यस्तो हामी जस्तो केटाहरूले नि काम गरोस् भनेर लाउँछु नि म हामी जस्तो केटाहरू घुम्छ मात्रै यसो बेचोस् भनेर लाओस् न होइन हो कि होइन हुनु त हो यतिको लागि मात्रै म भिडियो लाउनु खोजेको यसै लोकल हो क्या त्यो अब भित्र साह्रै होइन साह्रै पाउँछ यता नि पाउँछ तर अब कहाँनिर जानु पर्ने हामी घरहरू कता छ मास्तिर टन्नै घर छ ल अब गाइस अन्तिम छ 4-5 पोका मात्रै हामी बजारमा चाहिँ बेच्दैनौँ कि गाउँमा चाहिँ बेच्छौँ किनभने गाउँमा त मान्छेले कति जानु पाउँदैन नि त बजारतिर अब तपाईहरु काम गर्दा गर्दा 100 रुपैयाँमा खानु पाउनु भयो कि भएन यहाँ आनन्दै कहीँ नगई हो कि न लु खाएर देखाइदिनु त हो बुझ्नु भएछ मैले अघि भिडियो देखाएँ नि तपाईँलाई कति सफामा राखेको थियो हामीले पालमा टिपेर मजाले सब राम्रो लिएकोलाई राम्रै भन्नुपर्छ हामीले जसलाई पनि होइन अर्को पालि चाहिँ अलिकति अर्को पालि हामी त्यो गेडालाई सानो बनाउने कोसिस गर्छौँ हामी त्यो गेडालाई सानै बनाइदिन्छौँ ल ल तपाईँहरूको घर हो यो कति राम्रो रहेछ कसको घर यो चाहिँ मेरो चाहिँ के भन्दा चिनी छ यहाँ यो लाक्टापा हो मेरा फुल खेती पनि छ नि मैले देखेँ फुलहरू साह्रै राम्रो घरमा यहाँ कसको घर भन्दा चिनी छ तपाईहरुको छोरा छोरी या बाउ मिमाङ राई भन्छ ए भनेपछि तपाईको कोही कोरिया जानु भएको छ कोरिया हैन मागेर ओडेको हो ए लुगा कोरियन हाम्रो हुनु त रहेछ कोरियाबाट हाम्रो जस्तै दाइहरुले हेर्दै हुनुहुन्छ म गएको थियो पहिला तपाई जानु भएको थियो ल ल ल धन्यवाद लु कति मजाले खाइदिनु भयो हाम्रो अगाडि खुसी मानेर हाम्रो अगाडि खाइदिनु भयो कति खुसी लाग्यो नि हो हामीले यसरी लाकै राम्रो हो हैन
राम्रो काम गरेको चाहिँ मलाई ठिक लाग्छ जोस् तपाईँको आफन्त कोरियामा रहेछ ए ल ल ल ल जे अङ्कल थकित भएर लिचीको बजार हामी चाहिँ खाजा खाने एकछिन बसेको छौँ है गलेर लखतरान भएर ठिक छ एकदम अब एकछिन खाजा खाउँ अनि त्यहाँदेखि बाह्रै भेटौँ है चिया पनि आइसकेको छ अलवेज दुध चिया लभर अनि मोमो पनि आइसकेको छ हामी खाजा धेरै पछाडि यस्तो बाक्लो चिया रङ र चिनी दुधको चिया चाहिँ खायो होइन फिका चाहिँ खाइराखेको हुन्छ होइन हामी ल ठिक छ अब हामी खाजा खाएर फेरि सेलतर्फ जानुपर्ने छ हामी बसेकोमा चाहिँ भ्यू यस्तो छ है ओहो यो लाइन त कडा छ नि यो चाहिँ बारताम होटलदेखि चाहिँ हामी जान आँटेको छौँ अब चाहिँ अहिले यस्तो दामी जग्गामा आइसकेका छौँ अब यहाँनिर चाहिँ खाजासाजा खाइयो अब यो सबै कुरा पैसामा मात्रै नदाजौँ होइन अब कति कुराहरू चाहिँ डुल्ने र घुम्ने कुराहरू पनि छ होइन यहाँ यस्तो काम गर्दै जाँदाखेरि यस्तो दामी ठाउँमा आइपुगेको छ जौबडा दुःख मात्रै होइन गाई सुख पनि छ भन्थ्यो नि यस्तै हो यो होइन अङ्कल आमा यस्तो दामी ठाउँमा आइपुग्यो गाइस आमा है वाउ यस्तो दामी छ खिचिँदैछ नि यहाँ पनि लिची खान्थेको घर रहेछ बाटो त निकै अप्ठ्यारो छ बोलाउँ हेलो अङ्कल लिची आयो त तपाईँहरूको घर आँगनमा लिची लिची अर्ग्यानिक हाम्रो स्थानीय आउनु न यहाँ एकछिन हो यस्तो हुनु पर्यो नि त एटेरी एक आमा यो त सपनाको घर जस्तै दामी बनाउनु भएको रहेछ त पुरा फुलबारीहरू बारेर कति हो यो 100 रुपियाँ मात्रै ठ्याक्कै हामीले घर घरमै लिएको गएर किन्नु सक्छ नि त अब यहाँ गाउँ गाउँमा मान्छेहरू इच्छा भए पनि जान भ्याउँदैन कति हुन्छ तर हामीले घर घरमा हामीले यो चाख्नुस् त तपाईँले अर्को पनि राख्नु मन लाग्छ त्यति मिठो छ लु खानुस् त चाख्नुस् न एउटा ए हुन्छ 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 धन्यवाद ल ल ल पैसा लिइदिँदै हुनुहुन्छ लिची कस्तो छ मिठो छ हो सोध्नु त पर्यो नि भान ए हुन्छ हुन्छ धन्यवाद धन्यवाद ल ल हामीले घरसम्म ल्याइदिएको छौँ होइन अब 6वटा मात्रै छ अब अर्डरको लगभग 6 घर छ कि छैन माथि यहाँ माथि ए 6 घरले त किन्न 2-3 घर होला ए हुन्छ हुन्छ ल अब यहाँ दाइले बाँकी लिएर भए पनि होइन लिची त सक्यो नि यो एउटा अर्डरको दिनु छ यो हामी त्यत्तिकै अब घरमा बस्नुभन्दा चाहिँ भुलिँदै भुलिँदै यता पनि व्यापारीहरू टन्नै ल दाइ धन्यवाद ल अब हात मिलाउ दाइसँग अब जानु पर्यो ल दाइ चाहिँ आज सुरुदेखि अन्तिमसम्मको मात्रै त म त 55 नि तपाईँ ए ल दाइ नै हुँदो रहेछ दाइ चाहिँ आजको हाम्रो मेरो भाइ कान्छा भाइहरुसँग सँगैको रहेछ दाइ चाहिँ आज हाम्रो लास्ट कस्टमर होइन ल दाइ ल ल ल वातावरण पनि सफा रहेछ यहाँ बाटोहरू पनि राम्रो यतिको त राम्रै भनौँ न लारुम्बा हेरेर त यहाँ त आएर मान्छेले उडाउँछ नि है बिल्डिङ पनि बनाएर मजाले बस्नु भएको रहेछ तर यो चिसो ठाउँमा जाडो हुन्छ होला हौ ल यता आजको हाम्रो अन्तिम सेल कतिवटा छ यहाँ बुढोले सकेछ त यो मैले चाहिँ बाइक नलिएको किनभने यहाँनिर निकै उकालो नि रहेछ तल डाँडामा राखेर अहिले चाहिँ कान्छा अङ्कल र म चाहिँ यहाँ छौँ रुबेनीको जग्गा रहेछ यो रुबेनीले पनि हेर्छ होला यहाँ हो यहाँ सबसे डाँडा यहाँ रहेछ बुढो आज खुसी छ सेल भयो नि त ल आमा बुढो ए 2 आउनु न ल ल यहाँबाट चाहिँ हामी भ्लगको आज सायद इन्ड गर्छौँ होला हामी चाहिँ अहिले
यस्तो होइन लिची बेच्दा बेच्दा यस्तो दामी ठाउँमा आइएको छ होइन जसमा होइन अघि त पानी पर्ला जस्तो भइरहेको थियो होइन अब अहिले चाहिँ यो यताको पास्तर हो अनि यताको चाहिँ ए हो अब तपाईँहरूले के कस्तो भन्नुहुन्छ होला भने तपाईँहरूलाई भाडा पुग्दैन होला त्यति टाढो खासमा किलोमिटर कति पनि होइन 3-4 हजार कमाउनुको लागि त अब 10,000-1500 खर्चै गर्नुपर्ने हुन्छ होइन अब त्यति त हाम्रो रुल्सै हो नि त जति इन्भेस्ट गर्यो त्यति हो त्यही पनि हाम्रो त लिची त घरमै फलेको हामी आएको छौँ अनि यो ठाउँ चाहिँ अङ्कल कस्तो फिल आइरहेछ एकदम फ्रिडम है बुढोसँग नि बिजनेसै भनौँ न एक खालको मार्केटिङ अब हामीले चाहिँ कस्तो भने यो लिचीहरू नबिकेको भए हामी चाहिँ यो यताबाट बेच्दै यताबाट हाम्रो घर झर्ने बाटो छ त्यो झर्ने निर्णयहरू गरेको थियौँ लिची पनि सकियो अब कता जानु बुढो होइन ल गाइस आज हामी चाहिँ यहाँबाट रिभिल गरिदिउँ न त कति पैसा हो भनेर ल बसौँ अब यहाँनिर रिभिल गर्छौँ हामी होइन यस्तो दामी चौर छ खुजरा पनि ल्याएको थियौँ होइन अलिअलि 1-2 सय अब अङ्कलले गनेर देखाइदिनु न कति भएछ नगर्नु होइन यहाँ मलाई भिडियो गरिदिनु त गाइस यसरी क्या दुःख गरेको पैसा चाहिँ यसरी गर्नुपर्छ क्या अरू पाराले होइन क्या यस्तो यो हो नि त लाइन होइन अब यो चाहिँ शीतल ठाउँमा नि कति हम्किनु दुःखको कमाइ गरिएको छ होइन अनि यो पनि हाम्रो लागि चाहिँ ठुलो उपलब्धि मान्छु म चाहिँ होइन अङ्कल गाउँमा बस्दा त साँच्चै भन्नुपर्दा कमाइ नै हुँदैन विदेशमा गएको जस्तो अब अरू ठाउँमा बसेको जस्तो पनि कमाइ हुँदैन किनभने गाउँमा भनेको घरि के पर्छ घरि के पर्छ होइन खाजा पनि खाएर हामीले अघिको खाजा सहित जोड्दा पनि हामीले यतिको कमायौँ तपाईँहरूलाई आजको अर्निङ चाहिँ हामीले देखायौँ गाउँमा नि छ नि होइन आजको होइन एकदम आजको अर्निङ हो नि त खाजा साजा खाइकन अब बाइकको तेल सेल कटाइकन पनि बाइकको तेल पनि 300-400 कटाइयो भने यति त कमाइन्छ नि त होइन यति त इनफ हो ल गाइस तपाईँहरूले हेरिदिनु भयो धन्यवाद अब यहाँदेखि भ्लग आजको फुल टाइम पनि होइन नि हाम्रो अघि 1 बजी हिँडेको अहिले लगभग 3, 3:30, 4 बज्यो अनि मेरो गोप्रोबाट नि कति फुटेजहरू चाहिँ राम्रो पनि आउन सक्छ नराम्रो पनि आउन सक्छ तपाईँहरूले चाहिँ हाम्रो भिडियोहरू चाहिँ कति मन पराइदिइराख्नु भएको छ अनि त्यो नै हाम्रो लागि ठुलो उपलब्धि भन्छु होइन धेरैजनाले मोटिभेसन पनि गरिराख्नु भएको हुन्छ अनि विशेष गरी हाम्रो ब्याकग्राउन्डमा हुनुभएको अङ्कलले गर्दाखेरि पनि हामीले व्यापार गरेको होइन हो कि भन्नु त आज गरिन्थेन नि बुढो नभएर हामी दुईजनाकै ठुलै हात छ जाउँ भनेपछि बुढो हिँडिहाल्छ अनि जोस चल्छ ल यस्तो व्यापारको क्रममा हेरौँ न हाम्रो तेन्जुरे अनलाइनको पत्रकारको जस्तो डान्स जाओस् त ए हुँदैन नदिउँ होला किन अब यस्तो मनमोहक दृश्यहरू देखाउँदै तपाईँहरूलाई आज चाहिँ हामी भ्लगबाट ओजेल हुन चाहन्छौँ होइन यस्तो राम्रो ठाउँ यो बसौँ लाग्दछ आजको मौसम चाहिँ यता पाँचतरहरू पर्यो पाँचतर चाहिँ जहिले पनि के हुन्छ भन्दा कुहिरोहरू धेरै कम्ती नै लागेको हुन्छ क्या अब हेर्दै कति रमाइलो ठाउँ छ अनि हाम्रो इलाम चाहिँ हेर्नु न जहिले कुहिरो आएर जस्तो हुन्छ ल साथी हो आजलाई चाहिँ अब भ्लग चाहिँ म यही डाँडाबाट तपाईँहरूलाई बिदा माग्न चाहन्छु है त आजलाई चाहिँ यति नै मेरो भिडियो मन पराइदिनु भयो धेरै धन्यवाद जसले किनिदिनु भयो हाम्रो भिडियो हेरिदिनु भयो होइन गाउँमा पुरा सबैले हेरिदिनु भइरहेको छ प्रायः जस्तो बाहिर हुने केटाहरूले ल ठिक छ केटा राम्रो गऱ्यो लिची बेचेर यताउता योपालि चाहिँ भनिरहेको छ सबैलाई यो भिडियोबाट चाहिँ म अझ चाहिँ म बिदा माग्न चाहन्छु हस् त फेरि पनि हामी अर्को लिचीको भागमा भेट्नेछौँ यो चाहिँ छोटो अब भ्लग पछाडिको सानो राइडको एउटा भिडियो बनाइदिँदैछु होइन अङ्कल यो चाहिँ मान्छेले इन्जोय गरोस् हाम्रोतिर नि अफ रोड छ है क्रसफायर डट किनेर आउनु होला यस्तो मजा आउँछ हाम्रो ठाउँमा होइन हिलो बाटोमा कच्ची बाटोमा आमा हामीसँग सबै प्रकारको ग्याजेट्सहरू लिएर आउनुभयो भने चाहिँ मजै हुन्छ यो ठाउँमा ल यति इन्फर्मेसन दिएर फेरि आजको लागि चाहिँ बिदा माग्न चाहन्छौँ हो नि अब हल्का रिल्याक्समा नि जानु पर्यो नि त